गाडी पनि आइरहेछ है। यिनीहरूलाई पिठो पनि खेलाए है। घाम पनि कस्तो बेसी लागिरहेको छ है। पानी घाम पानी स्यालको बे। वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल होइन साथीहरू। म चाहिँ भर्खर उठ्यो अनि मुखसुक पनि देखाएन होइन, यसो भएर निस्केको कि। अनि घाम पनि कस्तो बेसी लागिरहेको छ है। हो कति दिनपछि चाहिँ अब घाम लाग्न सुरु गरे होइन, घाम लाग्न सुरु भए भनौँ न। अनि त्यही हो साथीहरू, आज चाहिँ घाम पनि लागिरहेछ अनि हुन्छ नि पुरै कुहिरोले पनि ढाकिरहेछ है, बादलले पनि ढाकिरहेछ। तर यति मजा आइरहेछ कि अब हुन्छ नि मौसम चाहिँ कस्तो दामी भइरहेछ है आज चाहिँ है। त्यही हो। अनि म चाहिँ मुख पनि देखाएन क्या, यहाँ ब्रस यही छ हातमै है। तर यति मजाले हुन्छ नि आज चाहिँ के घाम लागेको छ क्या होइन। उता कुकुर पनि रहेछ है। मलाई चाहिँ यस्तो भयो भने चाहिँ होइन फेरि होइन कस्तो दामी लाग्छ नि त। त्यही हो क्या साथीहरू। ल अब चाहिँ म ब्रस गर्छु है, ब्रस गर्छु अनि मात्र भेट्छु है त साथीहरू। बाई बाई। ल है साथीहरू, अब चाहिँ मैले ब्रस पनि गरेँ होइन। अनि भाइले चाहिँ अघिदेखि नै मलाई चाहना हो भनेर बोलाइरहेको छ कि। अनि म चाहिँ चाहना जाँदैछु है। लास्टी खुट्टा दुखेको छ है। खोइ चिया पाएन? चिया पाइयो। खोइ ग्लास त मारिसकेको छैन हेर्न। कता? जे होस् आजको मौसमलाई चाहिँ मान्नुपर्छ है। धेरै दिनपछि एकदम सफा भएको छ है। हेर्न सक्नुहुन्छ गाइज, यो हो मेरो गाउँ। एक फन घुमाइदिन्छु म। पछाडि गाडी पनि आइरहेछ है। त्यही हो साथीहरू। अनि धेरै दिन बाद चाहिँ अब हुन्छ नि मौसम सफा भएको छ भनौँ न होइन साथीहरू। त्यही हो। 2 hours later. अब चाहिँ टक्क लाएर हामी चाहिँ यता छौँ बाटोतिर है। अनि ऊ चाहिँ आज काठमाडौँ जान लागिरहेछ। रेडी सेडी भएर नि बसिया छ। म चाहिँ 2-4 दिनपछि जाने छु है। ल बस चाहिँ आइसक्यो है राइछु। यो जाने बस चाहिँ आइसक्यो है। ऊ चाहिँ जाँदैछ, बस पनि आइसक्यो। ओए बाई बाई भन्दै राम्रोसँग जाए। ल ऊ चाहिँ अब जाँदैछ है काठमाडौँ। म एक्लै छु अब। मान्छे प्याक भएर आइछ यार आज त। अब दसैँको माहौल होइन, त्यही भएको कारणले अब बस यस्तो प्याक भएर आउँछ है। सिट पनि पाउँदैन। त्यही भएर अगाडि 2-4 दिन अगाडि टिकट काटेर राखिदिनुपर्छ क्या, बुक गरेर। मलाई थाहा छ नि त होइन, यो पोहोर सालमा अब के अरे काठमाडौँ जाँदाखेरि उडेर जानुपर्ने अवस्था आएको थियो। त्यही भएको कारणले अब ऊ चाहिँ अगाडि सिट पाएन भने म नजाने, भरे मात्र जाने इबीमा भन्दैछ। खोइ हेरौँ, चढेर चाहिँ गएको छ है। साथीहरू अब चाहिँ म यो पाठीहरूलाई पिठो दिने कार्यक्रम भइरहेछ है। यिनीहरूलाई पिठो दिनु पर्यो है। यिनीहरूलाई पिठो खेलाउनु पर्यो।
ल हौ ल ल हौ। ल हौ। यिनीहरूलाई पिठो दिँदैछु है म चाहिँ है साथीहरू। साले कहाँ भित्र घुसेको तेरो खुट्टा चाहिँ हो बाहिरबाट यसरी खाने। कहाँ गयो अरूहरू चाहिँ न मेन हो। यिनीहरूलाई पिठो दिएन भने हुन्न क्या होइन, त्यही भएर पिठो दिनुपर्छ। गिलो भयो के हो यार, गिलो भयो भने खाँदैन कि यिनीहरूले फेरि। आऊ ल हिरो हिँड 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 हिँड। अरे तँ चाहिँ कहाँ भित्र घुसेको भाइ, तँ चाहिँ कहाँ भित्र घुसेको, तँ चाहिँ कहाँ भित्र घुसेको हो। यहाँ बाहिरबाट खाऊ न यसरी। ल आऊ न आऊ 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 आऊ। ल ल मैले यिनीहरूलाई पिठो पनि खेलाएँ है। यिनीहरूलाई पिठो दिएन भने फेरि ठुलो हुन्न नि त पछि होइन साथीहरू। त्यही हो कस्तो मजाले खाइरहेको छ कि यिनीहरू हेर्नु। यो काले चाहिँ भित्र छिरेछ ओ काले। साथीहरू अब चाहिँ म लुगा धुन लाग्यो है। अब भाइ पनि काठमाडौँ गइहाल्यो होइन, अनि म चाहिँ अब टक्क लाएर होइन लुगा धुनुपर्ने छ। त्यही हो साथीहरू, लुगाको पोगा चाहिँ यत्रो छ है, त्यो पुरै धुनुपर्ने छ है मैले चाहिँ। अनि त्यही हो मलाई चाहिँ मनै पर्दैन है यो हर्न बजाएको चाहिँ, ठिक्कै मन पर्दैन नि मलाई फेरि। अब चाहिने ठाउँमा बजाए त ठिकै हो नि, चत्ताबाई पाप्प र पुँ पापु गरेको चाहिँ मलाई फेरि ठिक्कै मन पर्दैन है। त्यही हो गाइज। अनि अब चाहिँ म लुगा धुन लाग्यो है। सन बस पनि अब बजाएको छ। धेरै बजाउनु हुँदैन साथीहरू, कपिराइट हान्छ फेरि। कपिराइट लाग्छ नि त होइन, त्यही भएर त्यही हो। भल्ला तल तर हेर न साथी हो, लुगा चाहिँ धुएर भ्यायो है, तर घाम भने चाहिँ बादलले पुरै ढाक्यो क्या अब है। अब यो लुगा सुकाऊँ कि नसुकाऊँ भयो, एकछिनपछि पानी पर्छ है, के गर्नु तर सुकाउनु पर्छ यार, जस्तो जे भए पनि है। म चाहिँ अब सुकाउने छु है, के भन्नु त, सुकाउनु त पर्यो है, जस्तो जे भए पनि। ला 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 यो फेरि फोहोर भयो क्या। सेतो लुगा त त्यस्तै हो यार, मन पनि पर्छ है। सेतो लुगा राम्रो पनि लाग्छ, तर के गर्नु
एकछिनमै फोहोर हुन्छ। ल गाइज लुगा चाहिँ धुयो होइन बल्ल तल्ल। लुगा चाहिँ धुइसक्यो। यो कोरियाको पुलुथ्योको दिदी छ नि हजुर हो त्यो बहिनी यहाँ छ नि कुन यो हो कि यो घर हो पुलको छेउको माथि पछाडि कुन यहाँबाट जानु न पछाडि है हजुर यहीँबाट जानु। साथीहरू अब मैले चाहिँ अब घाम नलागे पनि लुगा चाहिँ सुकाइदिएँ है। अब के गर्नु त है यतिकै राखेर पनि हुँदैन, त्यही भएर मैले लुगा चाहिँ सुकाइदिएको छु है। टक्क लाएर यो फेरि चट्टी सम्झिला नै होइन है, यो चाहिँ रुमाल हो, रुमाल हो नि फेरि। आया त्यो साथीहरू मैले चाहिँ सुकाइसकेँ होइन हो यहाँ त। अनि यता त मैले डबल सुकाएर रहेछ त, सुकाउने ठाउँै छैन त यार, कहाँ सुकाउने होला भयो। ठिक छ म म्यानेज गर्छु, यतै सुकाइदिन्छु म। ल साथीहरू घाम पानी स्यालको बे भयो है। लुगा त सुकायो तर फेरि पानी पर्यो, पुरै घाम पनि लाएर पानी नि परिरहेछ। लुगा सुकाएको, लुगा त सुकायो अब सुक्ने कहिले हो, पुरा पानी परिरहेछ। अब यहाँबाट पानी लिएर आइछ। घाम पानी स्यालको बे भयो। अब टिबम्गी के गरौँ, म यहीँ अड्किराख यार। अब चाहिँ म मैदा किन्न हिँडेको है पसलतिर, मजाले सुत्या छ है। अनि त्यो के भन्छ मजाले सुत्या छ, उडेको त्यस्तै 6 बजिसकेको छ। अब चाहिँ म मैदा लिन हिँडेको पसलतिर है गाइज। यताको नजारा हेरिदेऊ न त, नजारा। साथीहरू मैले मैदा पनि किनेर ल्यायो है। अब मोमो बनाएर खानका लागि हो त, फेरि मोमो बनाएर खानका लागि ल्याएको हो मैदा चाहिँ है, अरू केही पनि होइन। ल गाइज आजको लागि यति नै। यदि मनपर्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला है। अब मनपर्छ भने त्यस्तो जबरजस्ती छैन, त्यही भन्दै अब नेक्स्ट भिडियो। मेरो टोपीमा चाहिँ के को सेतो होला भन्ठाने होला होइन, मैदा हो है, मैदा मैले बोकिरहेको छ मैदा पनि। पुरै सेतो भइरहेको म चाहिँ। ल गाइज बाई 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 बाई। क्या भिडियो त सकिन्न त। बाई बाई। के हो यो सेतो नि सेतो आयो त झन्।